नमस्ते, म एमके छेत्री। तपाईहरुले यो बुकलाई कतै न कतै त देख्नु भएको होला सोशल मिडियाको थ्रुबाट। तर यो के हो आउनुहोस् मजाले जानौं। यो चाहिँ एउटा डोनेसन कुपन भनेर मन्दिरको द्वारा खेलाइरहेको तपाईहरुले मात्र 200 रुपैयाँमा यो गिफ्ट पनि पाउनु हुनेछ। कार बाहेक अरु 5 वटा कारको अफर पनि छ। त्यो भित्रमा तपाईहरुले पाउन सक्नुहुनेछ बाइक, फ्रिज अनि वाशिङ मेसिन, टिभी, फ्रिज अनि त्यसको अलावा 10,000 क्याश। अगर त्यो 200 रुपैयाँमा त्यो कुपनबाट तपाईको केही फसेन भने पनि त्यो 200 रुपैयाँ तपाईहरुको नाममा डोनेसन भनेर मन्दिरको नाममा हुनेछ। र यो डोनेसन कुपन तपाईहरुले लिनुको लागि के गर्नुपर्छ जनाको सवाल पनि आउँछ। हामी त दूर छौं, अनलाइनबाट कसरी गर्ने के गर्ने भनेर। सवाल तपाईहरु यही आउनु पर्छ भन्ने जरुरी छैन। अनलाइनको थ्रुबाट यो नीलकण्ठी शिव मन्दिर कम्युनिटी भनेर एउटा फेसबुक पेज छ, यहाँ देख्न सक्नुहुनेछ। यो पेजमा 14 फेब्रुअरी लाइभ हुनेछ। अगर तपाईहरुको यो कुपनबाट केही नम्बर गिफ्टमा फर्स्ट प्राइज या सेकेन्ड प्राइज जुनैमा पनि फसिहाल्यो भने पनि तपाईहरुको द्वारा यहाँ तपाईहरुको जस्तो कि अहिले यो डिटेल्स लेखेको छौं हामीले जसले लिनु भएको छ तपाईहरुको नाम नम्बर सबै हामीसँग डिटेल हुन्छ। तपाईहरुको कुपन नम्बर फस्यो भने पनि हामी कल गरेर तपाईहरु अगाडि नै जनाइदिने छौं। अनि तपाईहरुले पनि यो फेसबुक नीलकण्ठी शिव मन्दिर कम्युनिटी फेसबुक पेजमा गएर पनि 14 फेब्रुअरीको दिन लाइभ हेरिराख्नु हुनेछ। अनि त्यसको अलावा पनि तपाईहरुले हेर्नु भएको छैन भने पनि तपाईहरुको डिटेल्स हामीसँग हुन्छ। हामी कल गरेर तपाईहरुको लागि यो गिफ्ट भनेर फस्यो भने पनि अगाडि तपाईहरुले पाउनुहुन्छ। अगर फसेन भने पनि त्यो 200 रुपैयाँ मन्दिरको नाममा डोनेसन हुन्छ। टेन्सन नगर्नु होला, मात्र 200 रुपैयाँ छ टिकट प्राइस। अगर यो टिकट बुक गर्नुको लागि तपाईहरुले मलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ यो नम्बरमा, अन्यथा कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ, अन्यथा मेसेज पनि गर्न सक्नुहुन्छ। तपाईहरुको मनमा यो कुपन लिएर फेक अनि फ्रड भनेर मनमा सूचना आइरहेको छ भने पनि त्यसको लागि पनि क्लियर गर्न चाहन्छु कि यहाँ रेजिस्ट्रेसन गभर्नमेन्ट रेजिस्ट्रेसन नम्बर पनि छ, यो पनि हेर्न सक्नुहुन्छ तपाईहरु अनलाइनमा हालेर। त्यसको अलावा यो बढ्दै जाँदा ड्रो डेट 28 डिसेम्बर भनेर लेखेको छ। त्यो डेटमा चाहिँ खेल किबा यसो इस्यु हुनुले गर्दा भएन र 14 फेब्रुअरी फेरि राखेको छ। त्यहाँबाट चाहिँ सर्दैन, त्यहाँबाट कन्फर्म हो 14 फेब्रुअरी हुनेछ। त्यसमा 100% ग्यारेन्टी हामीहरुको पनि हुनेछ। धन्यवाद।